ओ मेरो छोरा र छोरी त हुइकिरहेछ त यार ओस्लोमा हामी ओस्लोमा बाउआमा टेस्लामा छोराछोरी यता सम्झनाको कुरा गर सँगसँगै सपनाको कुरा गर। हामी चाहिँ द्रम्मेन स्पिरलतिर जाँदैछौँ अहिले ओस्लोबाट 40 किलोमिटर नर्थ साइड हो है। यो चाहिँ द्रम्मेन हो द्रम्मेन सिटीको भ्यूहरू हो यो चाहिँ इस्टरको हामी द्रम्मेन स्पिरियलको लागि चाहिँ जानु आँटेको छौँ। यो चाहिँ एउटा उनीहरूले टनेल खोलेको छ तर यो टनेल चाहिँ भित्रभित्र नै यसरी राउन्ड गरेर सिधै माथि टपमा निकालेको छ। तर यो भ्यूलाई चाहिँ म तपाईँहरूलाई राखेर देखाउँछु खिचेर देखाउँछु। भित्र पनि एकदम रङ्गी बिरङ्गी एकदम राम्रो छ है। माथि पुगेको चाहिँ अब यहाँ भित्र टक्क भित्र यहाँ गेट खुल्छ गेट खुल्ला भएपछि चाहिँ भित्र चाहिँ यसरी राउन्ड यसरी घुमेको छ कि यो चाहिँ एकदमै राम्रो छ एकदमै राम्रो। यो चाहिँ घुम्नु पर्ने ठाउँ छ। अनि यो चाहिँ यस्तो डाँडा छ यो डाँडाको माथि निस्किन्छ र यसलाई चाहिँ ओस्लोबाट चाहिँ 40 किलोमिटर जति मलाई लाग्छ नर्थ साइडतिर पर्दछ। यो चाहिँ टनेल यसरी गएको छ अलरेडी ढोका खुल्ला छ अलरेडी। चाहिँ पछाडिबाट किरण भाउजू शोभाहरू यताबाट आउँछ। ओ ल यो चाहिँ एउटै डाँडामा खनि यो चाहिँ यही डाँडालाई घुमाइएको छ। यो डाँडाको भित्र घुमाएर 81 माथि निकालिदिन्छ। एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने। एकदम SOSहरू पनि राखिदिएको छ एकदमै राम्रो छ। ल डाँडामै भित्र पनि घुमाइदिएको छ। ब्रुकलिन ससु छोराछोरीहरू एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने। यस्तो पनि राखिदिएको छ।
ओ एकदमै दामी छ ड्रममेन स्पिरियलको लागि चाहिँ हामी डाँडा भित्रै यिनीहरूले चाहिँ बाटो खनेर यहाँ ल्याइदिएको छ किरण भाउजू शोभा यहाँ ओ ड्रममेन ल हेर्नु कस्तो दामी छ नि हो आमामामा एकदमै ब्युटिफुल ड्रममेन स्पिरियलमा चाहिँ अब बाहिर हामी आउट भइसकेको छौँ नर्वेको झन्डा वा एकदमै राम्रो छ भ्यूहरू पुग्यौँ अब कस्तो लाग्यो बाबु खतरा है अरू उता छ आउँदैछन् टेस्लाबाट झरेर आउँदैछन् अब यहाँबाट चाहिँ हामी ड्रममेनको भ्यू हेर्नेछौँ ड्रममेन सहरको एकदमै राम्रो छ है यहाँ ओस्लो आउनु भयो भने चाहिँ यो ठाउँ चाहिँ अवश्य पनि आउनु होला सबैलाई मान्छेहरू चाहिँ आउनु चाहिँ आइरहेको छ यहाँ भ्यू हेर्नुको लागि लोकल टुरिस्ट आन्तरिक विदेशी सब आउँछ ल हेर्नु यो चाहिँ स्की खेल्ने ठाउँ हो अहिले पनि हिउँ छ यहाँ चाहिँ एकदमै टाढा छ तर यसको जुमिङ सिस्टम चाहिँ एकदम पर्फेक्ट छ जुमिङ सिस्टम चाहिँ एकदम पर्फेक्ट छ हेर्नु कति टाढा छु म होइन ल तर यसलाई हेर्नु है यो चाहिँ ड्रममेन सहर एकदमै खतरा राम्रो छ एकदमै रमणीय छ एकदमै रमणीय दृश्य एकदमै रमणीय ठाउँ छ हैन ओस्लो सहरबाट चाहिँ ठ्याक्कै 40 किलोमिटर जति टाढा पर्दछ घरहरू कस्तो ब्युटिफुल देखेको एकदमै राम्रो तर युरोपमा चाहिँ जुनसुकै देश जानु भयो भने यो टाइपको घर चाहिँ यो चाहिँ म्याक्सिमम हुन्छ यो चाहिँ यो टाइपमा चाहिँ
एकदमै ब्युटिफुल। कस्तो राम्रो देखिरहेछ क्या, आइसको पार्ट पार्ट, हिउँको स्नो, अहिले पनि स्नो छ यहाँ। है किरण, राम्रो, दामी एकदमै। एकदमै राम्रो, अति सुन्दर, सुन्दर इन द सुन्दर प्लेस।